बिजोक छ भाइको थम्बनेल ल हेलो गाइज वेलकम टु माई युट्युब च्यानल सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ र आज चाहिँ सबैजनालाई ह्याप्पी दसैँ ह्याप्पी विजय दशमी है सबैजनाले आफ्नो फ्यामिलीहरूसँग आफ्नो परिवारहरूसँग रमाइलो गर्नुहोला। चाडपर्वमा हाम्रो नेपालीहरूको सबभन्दा ठुलो चाडपर्व हाम्रो दसैँ तिहार छठ पर्व हो। होली त पछिबाट हो, तर हाम्रो चाहिँ सबभन्दा ठुलो हामी मानिने भनेको दसैँ हो र सबैजनालाई ह्याप्पी दसैँ। र मैले आज दसैँको दिन टिकाको दिन हो, आज चाहिँ किन टिका नलगाएको भनेर सोच्नु भएको होला र म चाहिँ अब जान्छु अब टिका लगाउन। अहिले चाहिँ निष्ठा नुहाउन गएको छ हैन, रेडी हुन्छ अनि हामी चाहिँ आज जाँदैछौँ उहाँ मामा यहाँ टिका लगाउँछौँ अनि यहाँबाट चाहिँ हामी जान्छौँ म चाराली भनेको चाहिँ अब कतिजनाले बुझ्नुहुन्न होला, बिर्ता मोड तपाईँको यता काँकरभिट्टा साइडतिर हैन, त्यता जाँदैछौँ। अनि अब हामी चाहिँ सोचिरहेछौँ बाइकमा जाने कि अब गाडीमै जाने भनेर हामी डिसिजन गर्दैछौँ। हिजोदेखि हाम्रो दिमागमा कुरै आएको छैन हैन, अब टाढा पनि टाढै छ, अब के गर्ने भनेर डिसिजन छ। अब निष्ठाले चाहिँ फेरि बाइकमै जाउँ भन्दैछ अनि त्यही हो। आज चाहिँ अब यही हो मेरो त सिम्पल, म चाहिँ अब यस्तो हेभी आजकल लुगासुगा चाहिँ लगाउँदिनँ, सिम्पलै छ एउटा टी सर्ट अनि यो हाम्रो ट्र्याक, हाम्रो भनेपछि मेरो ट्र्याक। अनि अब चाहिँ जाँदैछौँ हामी, त्यही हो। सबैजनाले लास्टसम्म भिडियो हेरिदिनु होला, लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला, माया गरिदिनु होला। अब फेरि कन्टिन्यू भ्लग आउने चान्स छ है, पहिलाको जस्तो हाम्रो फेरि पहिलाको तिहार ग्रुप फेरि हाम्रो कन्टिन्यू हुँदैछ हैन। हामी जसरी पहिला कन्टिन्यू गर्थ्यौँ अगाडि जसले हाम्रो पहिलादेखि नै भिडियो हेर्दै आउनु भएकोमा त्यही सबैजनालाई थाहा होला हाम्रो तिहार कस्तो हुन्छ। हाम्रो त मतलब अब यसपालि चाहिँ म तिहार पहिलाको भ्लगमा के हुन्थ्यो भने तिहारमा मैले मजाले देखाउन पाउँदिनँ थिएँ हैन, अब यसपालि चाहिँ म मजाले देखाउन कोसिस गर्छु। हामी कतिसम्म रमाइलो गर्छौँ तिहारमा भनेर हामी कोसिस गर्छु, म देखाउने कोसिस गर्छु तपाईँहरूलाई हैन। हेरिदिनु होला हैन, अब कन्टिन्यू भिडियो आइरहेको छ, सपोर्ट गरिदिनु होला। मेरो आइडी राम्रै भइरहेको थियो, बिचमा मैले चाहिँ म अलिक कामले बिजी भएर चाहिँ अलिक म भिडियो हाल्न नपाएको हो। अब चाहिँ कन्टिन्यू भिडियो आइरहेको छ, म अब तपाईँहरूको माझमा अब रेडी छु हैन, अनि भिडियोहरू आइरहेको छ। त्यही हो, अब हामी चाहिँ रेडी सेडी भएर अब टिका लगाउन जान्छौँ अनि सबैजना ल ह्याप्पी दसैँ है, अब हेर्दै गरौँ, बाई बाई। अब अहिले चाहिँ हामी निस्किसकेको छौँ, दिदी रेडी पनि भइसक्नु भएको छ। जाँदैछौँ हामी विदाउट मेकअप विदाउट फिल्टरमा रहनु रहेछ। ल अब टिका लगाएको भिडियो हेर्नु होला सबैजनाले है। यतापट्टिबाट राम्रो हुन्छ नि ल यो कुन हिरो टिका लागेको छैन, खाँदैन मिलाइदिने क्या नियम मात्रै हो। नाकमा चाहिँ कहिले पर्दैन तपाईँको जाने एकछिन माइता छैन ससुराली छिर्ने होला नि त दाइ। 9827 यो नम्बर त्यहाँ घरमा छ। अर्को पनि बोकिदिनु होला घर भएको चाहिँ नम्बर 065 67847। रोड यस्तो पनि रोड हुन्छ छ्या 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 छ्या। अनि यसरी हिँड्नुपर्छ हामी चाहिँ यसरी अनि यस्तो
रोड छ त नि चस्मा लगाएर पनि केही काम छैन यसरी हिँड्नु परिरहेछ मेरो अनुहार पनि छैन look at me मेरो अनुहार कति धेरै बिजोग छ भाइको थम्बनेल ल यहाँ हेर्नु यहाँ यस्तो छ यस्तो अनुहार हेर्नु अनुहार आँखा मन गर्छ ल जाउँ ल यदि यहाँ पढेर हेर्नु न मेरो अहिले यहाँ खाजा खाना आएको छु हामी बेलुकामा पुग्यो होइन अनि खाजा खाना आएको छु यहाँ चाहिँ अनि चिया खानुहुँदैछ मैले चाहिँ मोमोमा आएको छु त्यो भेज मात्रै पाउँदो रहेछ अनि भेज मोमो खाने अनि अब त्यसको अगाडि यहाँ पेट्रोल नपाएर टेन्सन भइसक्यो टेन्सन भन्नु केही शब्द जादु ओइ तेरो भेष कस्तो टल्केको चारली आइपुग्यौँ चारली आएर पनि चटपटे पनि खाइसके चटपटे आइ ए यहाँ मम्मी आए सबैजना बस यात्री आए फाइनली अब घर जान्छु टिकटक कार्यक्रम हुँदैछ अनि यता माइजू दहीलाई अझै उता भन्दै भइसक्यो हामी जाँदै आउँदै गरेको 3 दिन भइसक्यो त्यहाँ जाँदै त्यो चोकसम्म गएर भर्खर गएर अनि फेरि दुईटी छोरी गएर होइन अझै उता नानीहरू गएको थियो उता जान्छ बाहुनी भन्दा पनि राइनी कन्चुस छ अब कन्चुस होइन अहिले त झाडी चाहिँ जान्छ गीत त्यो कम लगाइदिनु होइन चामल बच्छ होइन ग्रुपमा बनाएको हुन्छ नि पहिले निस्टालाई लगाइदिनु अनि लगाइदिनु टिका लगाइदिनु अहिले राति धेरै जमरा नदिनु भने आमा भोलि दिनु कस्तो मनपर्छ मलाई त जमरा है यसरी लाएर ए जमरा जति छ काट्न नै लगाएको थिएन म त टिका लाउँदिनँ जमरा लाएर हिँड्छु टिका चाहिँ झरो भन्नु उता रातो मात्रै लाउँछु के गाई सन्चे अनुहार हुनु गएर नि त्यही साइडमा छ त ब्लग बनाउँछु युट्युबमा हाल्छस् के काटेर निष्ठा निष्ठा जमाना पनि महँगो छ अरे कम दिनु रे तपाईँले कान सुन्नु भएन भने बुझ्न त्यस्तो फिलिङ होइन नि फेरि पुरा बुझ्ने त्यस्तो फिलिङ नगर क्या मतलब भेनाजुले मलाई माया मात्रै गरेको हो त्यस्तो कुरामा होइन भेनाजु म बताइदिन्छु त म भेनाजु भेनाजु बस्छु फोटो खिच मोबाइल कहाँ फोटो खिच्ने हाम्रो भेनाजु फोटो खिच्दा हुन्छ
दिदी भन्यो रुक्कै फेरि अनि बोलाउ न बोलाउ तिम्रो दिदीलाई मै त हो मिलाउने आफै फेरि भाउजू आज फुल है हो त हो के भयो त दसैँमा फुल हुँदा के भयो त केही प्रब्लम छैन नि तपाईँले काम सेतो टेका किन लाग्यो फेरि यहाँ त तपाईँको मोबाइलमा खिचिदिन्छु साली नानी र तपाईँको ओ बहिनी राम्रो छैन किन त्यसो आउन फ्यामिली हेर्दै गर्नु टक्से अरे चट्टीमा पनि हुन्छ अरे दुईटा भेना एउटा साली भाइ दुईटा भेना एउटा साली तपाईँलाई गलत खेल्छु के गलत खिचे ल्याउँदा यसरी सर्ट सर्ट गरेर